जुन मान्छेको कलेजमा बोसो देखिएको छ र बोसोलाई चाहिँ प्रोग्रेस हुनबाट बचाउन चाहनुहुन्छ। मायो क्लिनिक अमेरिकाले दिएको गाइडलाइन अनुसार मेडिटेरेनियन डायट नै एउटा यस्तो अस्त्रको रूपमा काम लागेको छ जुन मान्छेको कलेजमा बोसो देखिएको छ र बोसोलाई चाहिँ प्रोग्रेस हुनबाट बचाउन चाहनुहुन्छ। मेन कुरा हो लाइफस्टाइल चेन्जेस। लाइफस्टाइल चेन्जेसमा दुईटा कुरा आउँछन्, एउटा हो डायट र दोस्रो हो वेट लस। अब डायटलाई कुन डायट फलो गर्ने भन्दा मेडिटेरेनियन डायट फलो गर्ने। मेडिटेरियन डायटको बारेमा मैले तपाईँलाई विस्तृतमा भन्छु, रिसर्चमा के देखाएको छ। दोस्रो कुरा वेट लस, 5 to 10% मात्र पनि तपाईँको यो रोगलाई केही हदसम्म घटाएको देखिन्छ। अर्को भनेको मेडिटेरेनियन डायट, यसमा के पर्छ, वेट लसै नगरे पनि मेडिटेरेनियन डायट मात्र फलो गरेर पनि एकदम राम्रो इम्प्रुभमेन्ट यो डिजिजमा आएको देखिएको छ। यो डायटमा हुन्छ के त भन्दाखेरि फ्रुट्स, एउटा धेरै पर्सनमा फ्रुट्स हुन्छ, भेजिटेबल छ, प्रोटिन र हेल्दी फ्याट्स छ। अनि यो डायटमा एकदम हाई एन्टिअक्सिडेन्ट, हाई फाइबर, भिटामिन्स, मिनरल्स र पोलिफिनोल्स भन्ने कम्पाउन्ड छ, जसले एन्टी इन्फ्लामेटरी भनेको सुजन घटाउने काम र एन्टिअक्सिडेन्टको काम गर्छ। रिसर्चमा मेडिटेरेनियन डायटमा लेखेको अनुसार दिनको 3 चोटि तरकारी खानुपर्ने हुन्छ। 3 चोटिमा 1 चोटि खाँदाखेरि चाहिँ काँचो खानुहुन्छ भने 1 कप हुनु पर्यो, पकाएको खानुहुन्छ भने आधा कप हुनु पर्यो। सानो कचौरा हुन्छ नि, त्यो कचौरा चाहिँ आधा कचौरा हुनु पर्यो, अथवा चाहिँ काँचो खानुहुन्छ भने 1 कचौरा हुनु पर्यो, पकाएर खानुहुन्छ भने आधा कचौरा हुनु पर्यो। धेरै जसो फोकस केमा गर्नु भन्दाखेरि नि ब्रोकाउली, क्यारोट, स्पिनाच जस्ता तरकारीहरूमा चाहिँ तपाईँले बढी फोकस गर्नु पर्यो। सकेसम्म आलुलाई चाहिँ यो स्टार्ची भेजिटेबल भन्छ, यसलाई एउटा लिमिटमा खाएको राम्रो भनेर देखाएको छ। दोस्रो आउँछ फ्रुट्स। फलफुल दिनको 2 चोटि खानु। 2 चोटि भनेको 1 चोटिमा चाहिँ 1 कप अथवा चाहिँ 1 कचौरा चाहिँ मजाले फलफुल खानुपर्ने हुन्छ। फलफुलमा रोज्दाखेरि पनि अब यदि बढी क्यालोरी भएको र चाहिँ फाइबर कम भएको फलफुलहरू चाहिँ सकेसम्म अभोइडै गर्नु। तपाईँले क्यानको फलफुल खाँदै हुनु, क्यानमा भएको फलफुलहरू आउँछ नि, जस्तो क्यानमा झोल पनि हुन्छ, त्यो भएको फलफुल आउँछ भने तपाईँले क्यानको त्यो पानी फालेर अनि त्यसमा भएको फलफुल चाहिँ खाँदा राम्रो। माछा र समुद्री खानाहरू, अब हामी नेपालीहरूमा त समुद्री खाना त खासै खाइँदैन होइन। अब माछा चाहिँ कति खाने भन्दाखेरि हप्ताको 3 वा 4 चोटि चाहिँ माछा खानु पर्यो। माछामा पनि विशेष गरी अब साल्मन र टुना भन्छ, साल्मन र टुना त यहाँ पाउँदैन युजुअली। अब हामीले पाउने भनेको ट्राउट माछा हो। ट्राउट माछा खानुभयो भने हप्ताको 3 चोटि चाहिँ यो खानुपर्ने हुन्छ। त्यो एन्टी इन्फ्लामेटरी प्रपर्टी हुन्छ, जसमा ओमेगा 3 हुन्छ, त्यो कलेजमा भएको सुजन हुन्छ, त्यसलाई चाहिँ के हदसम्म कम गर्न चाहिँ यसले मद्दत गरेको देखाएको छ। त्यही भएर ट्राउट माछालाई अलिक बेटर मानिन्छ। चिकन खानु पर्यो, छाला नभएको व्हाइट मिट चिकन खानु पर्यो। त्यो चाहिँ अन्डा राम्रो प्रोटिनको सोर्स हुने दुईटा। 1 सर्भिङ लार्ज एग चिकन चाहिँ 3 आउन्स भन्छ, त्यो भनेको लगभग 85 ग्राम जति हुन्छ। होल ग्रेन्स हो। होल ग्रेन्स भनेको चाहिँ कस्तो भन्दाखेरि राइस हुन्छ, भात हुन्छ, ओट मिल्स हुन्छ, अनि होल ग्रेन ब्रेड युज गर्नु पर्यो। नट्स एन्ड सिड्स भनेको जस्तै अब आलमन्ड हुन्छ, वालनट, काजु आउँछ। अब सिड्समा चाहिँ चिया सिड्स वा सनफ्लावर सिड्स, यिनीहरू चाहिँ हजुरले हप्ताको 4 चोटि लिनुपर्ने हुन्छ। एकचोटि लिँदाखेरि चाहिँ एउटा कपको 1/4 जस्तो चाहिँ यो डायटमा चाहिँ सामेल गरिएको छ। अब अर्को भनेको चाहिँ तपाईँले तेल कुन युज गर्ने भन्दाखेरि राम्रो भनेको त ओलिभ ओइल हो। ओलिभ ओइल छैन भने एभोकाडो ओइल युज गर्न सक्नुहुन्छ। बेटर नट टु युज बटर र मार्गारिन। मार्गारिन भनेको चाहिँ उस्तै बटर जस्तै हुन्छ। बटर र मार्गारिनलाई चाहिँ सकेसम्म युज नगर्नु। प्लान्ट बेस्ड ओइलहरू चाहिँ युज गर्दा राम्रो। तेलको प्लास्टिकमा चाहिँ हाइड्रोजिनेटेड अथवा चाहिँ पार्शियली हाइड्रोजिनेटेड भनेर लेखेको छ भने त्यो तेल पनि प्रयोग नगर्नु। बेभरेजमा चाहिँ वाटर, टी, कफी खान सक्नुहुन्छ, तर यो टी र कफी खाँदाखेरि चाहिँ तपाईँले चिनी मिसाउनु भएन। रक्सी पनि एउटा मेडिटेरियन डायटमा पर्छ। अल्कोहललाई चाहिँ मेडिटेरियन डायटबाट हटाएको छ। अल्कोहल कलेजोमा बोसो जमाएको छ भने तपाईँले तुरुन्तै बन्द गर्नुपर्ने हुन्छ। त्यही भएर यो डायटमा भए तापनि फ्याटी लिभर भएको पेसेन्ट छ, उहाँहरूलाई चाहिँ अभोइडै गर्न भनेर लेखिएको छ। तपाईँलाई अघि कुरा गरेको थिएँ मैले पोलिफिनोल्स भनेर। केमा पाइन्छ भन्दाखेरि ग्रिन टी, ब्ल्याक कफी, वालनट्सहरूमा एन्टी इन्फ्लामेटरी प्रपर्टी हुन्छ। यदि कलेजोमा बोसो जमाएको छ भने कस्तो खाना खाँदै नखाने, यानि कि अभोइडै गर्ने। पहिलो कुरा सुगरी ड्रिङ्क्सहरू। सुगरी ड्रिङ्क्समा सबै पर्यो, कोका कोला, आर्टिफिसियल जुस, सोडा, क्यान्डी, यिनीहरू खानै भएन। दोस्रो कुरा भनेको हाइली प्रोसेस फुड, जसमा पर्छ फ्रोजन मिट, पिज्जा, चिज हुन्छ, एडेड सुगर भएको फलफुलहरू आउँछ क्यानमा, त्यो पनि अभोइड गर्नुपर्छ। रिफाइन्ड कार्बोहाइड्रेट्स, पोटेटो चिप्स, व्हाइट ब्रेड, खाना जसमा चाहिँ हाई अमाउन्ट अफ सेचुरेटेड फ्याट छ, जस्तै फ्रेन्च फ्राइड, होल मिल्क। होल मिल्क भनेको दुधै हो, एक हिसाब फ्याट ननिकालेको दुध खानु भएन। बटर खानु भएन। रेड एन्ड प्रोसेस मिट भन्छ अर्को, त्यो भनेको चिकन नगेटमा हट डग अथवा चाहिँ ससेज भनेर लेखाएको छ। अब ससेजहरू खानु भएन, जस ओभरअल रूपमा चाहिँ फ्राइड गरेको आइटम अथवा प्रोसेस गरेको आइटम चाहिँ खानु भएन। हजुरहरूले के खानुपर्छ र के खानुहुन्न भन्ने कुरा त जानिसक्नु भयो। अब खानुपर्ने कुराहरूलाई चाहिँ प्लेटमा कसरी सजाउने, प्लेटको आधी भाग
फ्रुट्स र भेजिटेबल हुनु पर्यो भनेको फलफुल र तरकारी हुनु पर्यो। यो आधी प्लेटलाई चाहिँ फेरि हाफ हाफ गर्नु। यसमा हाफमा चाहिँ तपाईँको प्रोटिन रहन्छ। प्रोटिन रिच फुड भनेको जस्तै अब कि त मासु अथवा चाहिँ केही गेडागुडी हुन्छ। बाँकी रहेको आधीमा चाहिँ होल ग्रेन्स जस्तै अब राइस भयो, त्यसपछि अर्को भनेको होल ग्रेन ब्रेड्स भयो, पास्ता यिनीहरू राख्न सक्नुहुन्छ। डायटभन्दा बढी पनि भिटामिन ई को सप्लिमेन्ट्स अथवा ओमेगा 3 को सप्लिमेन्ट्स नन अल्कोहोलिक लिभर डिजिजलाई प्रोग्रेस हुनबाट बचाएको देखिन्छ। तर यो सप्लिमेन्ट्सहरू लिनुभन्दा अगाडि तपाईँले डक्टरसँग सल्लाह गरेर उहाँबाट प्रेस्क्राइब भइसकेपछि मात्र लिनु जरुरी हुन्छ। मैले सम्पूर्ण भिडियो बनाएको चाहिँ कलेजमा बोसो जमिसकेपछि यसलाई प्रोग्रेस हुन नदिनको लागि रिसर्च अनुसन्धानमा के देखाएको छ र यसलाई फलो चाहिँ कसले गरेछ भन्दा मेडिटेरियन डाइटले फलो गरेछ। अन्ली फर द एजुकेसन र अवेरनेस पर्पजको लागि मात्रै बनाएको भिडियो हो। तपाईँले यदि कलेजमा बोसो जम्या छ भने चाहिँ भिडियो हेरेर तपाईँले जान्नु चाहिँ ठिकै हो, यस्तो हुँदो रहेछ, पर्दो रहेछ, जान्नु चाहिँ ठिकै हो। तर तपाईँले चाहिँ एउटा ग्यास्ट्रो इन्टेरोलोजिस्टलाई सम्पर्क गरेर मात्र अघि बढ्नु होला।